नेपालीमा पढि पो हालौँ एकजनाले सरर छर्लङ्ग उच्च प्रकारले समयलाई बचाउनुपर्छ। हेलो भाइहरू। हजुर भाइ, मेरो आवाज सुन्दैछ? सुन्दैछ, एकदम छर्लङ्ग। म पढिदिउँ नेपालीमा? पढिदिनुहोस् दाजु, पढिदिनुहोस् ल। ल, टिबिएसबाट पढ्दैछु ल। किनकि मानिसहरूको बीचबाट लिएका हरेक महापुजारी उनले पापहरूका निम्ति दुवै दानहरू र बलिदानहरू चढाउन भनेर परमेश्वरसँग सम्बन्ध राख्ने कुराहरूमा मानिसहरूका लागि नियुक्त गरिन्छन्। 2, उनले अज्ञानीहरू र बाटो बिराउनेहरूमाथि दया माया राख्न सक्छन्, किनकि उनी आफै पनि दुर्बलताले घेरिएका हुन्छन्। 3, यही कारणले गर्दा उनले मानिसहरूका लागि जस्तै आफ्ना लागि पनि पापहरूका निम्ति बलिदान चढाउनु पर्छ। 4, अनि कुनै मानिसले पनि आफ्ना निम्ति यो आधा लिँदैनन्, तर उनले मात्र यो लिन्छन् जो हारून जस्तो परमेश्वरद्वारा बोलाएका छन्। सोही प्रकारले महापुजारी हुनलाई ख्रिस्टले पनि आफैलाई महिमा दिनु भएन, तर उहाँले दिनुभयो जसले उहाँलाई भन्नुभयो, तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु। यस्तो उहाँले अर्को ठाउँमा पनि भन्नुहुन्छ, मेल्किसेदकको रीति मुताबिक तिमी सधैँका निम्ति पुजारी हौ। 7, जहाँ उहाँले आफ्नो शरीरमा हुनुभएको दिनहरूमा बेसरी कराई र आँसु बहाई आफूलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई प्रार्थना र बिन्तीहरू चढाउनु भयो, अनि उहाँको भक्ति भएको कारणले गर्दा उहाँको सुनवाई भयो। 8, उहाँ पुत्र हुनुहुन्थ्यो र पनि आफूले दुःख भोग्नु भएका कुराहरूबाट उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। 9, अनि सिद्ध बनिकन उहाँ आफ्नो आज्ञा पालन गर्नेहरू सबैका निम्ति अनन्त मुक्तिको कर्ता बन्नुभयो। 10, र उहाँले परमेश्वरबाट मेल्किसेदकको रीति मुताबिकको महापुजारी भन्ने नाम पाउनुभयो। 11, उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन्, अनि अर्थ खोल्नु कठिन छ, किनकि तिमीहरू सुन्नुमा बोधा भएका छौ। 12, किनकि समय अनुसार त तिमीहरू शिक्षकहरू भइसक्नु पर्ने थियो, तर परमेश्वरका वचनहरूको सुरुका शिक्षाहरूको फेरि तिमीहरूलाई सिकाउन तिमीहरूलाई खाँचो छ, अनि तिमीहरू यस्ता भएका छौ जसलाई खदिलो खाने कुरा होइन, तर दुधै चाहन्छ। 13, किनकि दूध पिउने हरेक मानिस धार्मिकताको वचनमा सिपालु हुँदैन, किनकि ऊ बालकै हुन्छ। 14, तर खदिलो खाने कुरा बढेका मानिसहरूका निम्ति हो, जसका ज्ञान इन्द्रियहरू काममा परिकन दुवै असल र खराब खुट्याउनुका निम्ति अभ्यास भएका हुन्छन्। सकियो 14 पदसम्म। एउटा सानो परिचय गरिराखौँ यसलाई। यो अध्याय 3वटा खण्डमा हामीले प्रष्ट छुट्याएर हेर्न सक्छौँ।
पहिलो खण्ड 1 पददेखि लिएर 4 पदसम्म. द फर्स्ट सेक्सन इज फ्रम भर्स 1 to verse 4, जसले हारुनको विषयमा बताउँदछ, which speaks about हारुन. अनि दोस्रो खण्ड मसीहको विषयमा 5 पददेखि लिएर 11 पदसम्म, 10 पदसम्म. 5 देखि 10 पदसम्म मसीहको विषयमा. अनि 11 देखि लिएर 14 पदसम्म चाहिँ हामी विश्वासीहरूको विषयमा. एउटा हारुन पुरानो करारको पवित्र शास्त्रको एउटा सारा समुदायको निम्ति औपचारिक रूपमा नियुक्त गरेको प्रथम महापुजारी अर्थात् महायाजक. पुजारी भन्दा पनि याजक उपयुक्त कुरा हुन्छ. प्रथम महायाजक कोहेन गाडोल भन्छ. अनि उनको विषयमा छ. त्यहाँबाट 5 देखि हाम्रा मसीह जो पनि मानिस हुनुभयो, तर उहाँ चाहिँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो. मानिस भएर उहाँले पनि दुःख सबै कुरा सहनुभयो भन्ने कुरा दर्शाएको छ. अनि उहाँको याजकीपन अर्थात् पुजारीपन चाहिँ हारुनको भन्दा श्रेष्ठ छ भन्ने कुरा दर्शाइएको छ. अनि अन्तिम खण्डमा चाहिँ भर्स 11, 12, 13, 14 मा चाहिँ वर्षहरूले ती विषयवस्तुलाई, हारुनको प्रिस्टहुडको विषयलाई, मल्किसेदेकको र मसीहको प्रिस्टहुडको विषयलाई राम्ररी पढेर छर्लङ्ग बुझ्न ती हिब्रू विश्वासीहरूलाई कठिन परेको. अर्थ खोलाउँदाखेरि ती कुराहरू दिमागभित्र घुस्न नसकेको. किनभने उनीहरू चाहिँ विश्वासमा कलिला भइरहेको जहिले पनि. भनौँ 20 वर्ष भयो, 30 वर्ष भयो, 40 वर्ष भयो विश्वासी भएको, 10-15 वर्ष भयो विश्वासी भएको. अनि तर कहिले पनि आधारभूत कुरादेखि माथि उक्लिएर केही कुरा बुझ्नै सक्दैन. शास्त्रको खण्डहरू हेरेर यो चाहिँ यस समयकालको लागि हो, यो चाहिँ यो समयकालको लागि हो, यो चाहिँ यो मानिसको लागि सम्बोधन गरेको, यो चाहिँ यो मानिसको लागि हो, यो भविष्यवाणी कुराहरू हो, यो चाहिँ एउटा दैनिक व्यवहारिक कुराहरू हो भन्ने कुराहरूको सामान्य छुट्याउन नसक्ने, खोट्याउन नसक्ने एउटा विकास त्यो अवस्थामा कहिल्यै पुग्न नसकेको विश्वासीहरू त्यस्तो अवस्थामा भएको गुनासो गर्दैछन् यहाँनिर लेखकले. तिमीहरूलाई मैले राम्ररी बुझाउनै सकिनँ, तिमीहरू त खदिलो कुरा खान नसक्ने भयो भनेर. अनि शास्त्रमा दृष्टान्तका भाषा प्रयोग गरेको हुन्छ. जस्तै यो पछिल्लो समयमा 12 पदमा उल्लेख गर्दाखेरि के भनेको छ भने दुधको कुरा गरेको छ. यो लिटरल मिल्कको कुरा भन्दा पनि के हो भने एकदमै सरल खालको, चाम्रो होइन, सरल खालको खानेकुरा हो भन्ने कुरासँग तुलना गरेर वचनका गहिरा कुरा बुझ्न नसक्ने भन्न खोजेको हो यहाँ चाहिँ. त्यही भएर यहाँ चाहिँ स्ट्रङ मिट भनेको चाहिँ चाम्रो खानेकुरा, स्ट्रङ मिट भनेको चाहिँ तपाईँ हामीले चिकन मिटहरू बनाउन सक्छौँ. अनि त्यो खाएपछि पचाउन सक्दैन नि त मान्छेले. नानीहरूले दाँतै उम्रेको हुँदैन, त्यसलाई त्यो मासु दियो भने हुँदैन. उसलाई त गिलो लिटो बनाएर दिनु पर्यो, दुध दिनु पर्यो. त्यस्तै तरिकाले यहाँ स्क्रिप्चरमा चाहिँ जहिले पनि एलिगोरिकल ल्याङ्ग्वेज, टिपिकल ल्याङ्ग्वेज प्रयोग गरेको हुन्छ. दृष्टान्तका भाषा प्रयोग गरेको हुन्छ. टाइप्स एन्ड फिगर्समा बात गरेको हुन्छ ताकि हामीले देखेर छर्लङ्ग बुझ्न सकौँ भनेर. अनि यो 3वटा खण्ड चाहिँ अहिले हामीले हेर्न खोजेको. फेरि 3वटा खण्ड याद गरिराख्नु. हिब्रूको किताब 5 अध्याय सम्झिने बित्तिकै 1 देखि लिएर 4 पदसम्म हारुनको विषयमा रहेछ, 5 देखि 10 सम्म मसीहको विषयमा रहेछ, अनि 11 देखि लिएर 14 सम्म हामी विश्वासीहरूको अवस्थाको विषयमा रहेछ. हाम्रो आत्मिक वृद्धिमा भएको कमीमा प्रेरितको गुनासो अर्थात् हिब्रूका लेखकको गुनासो रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो. र अब हामी पहिलो खण्डदेखि तपाईँहरूले के बुझ्नुहुन्छ 1 पददेखि लिएर हेर्दै पाले पालोसँग हेर्नुहोस्, टिप्पणीहरू गर्नुहोस्.
ल साइलेन्स ब्रेक गर्न भर्स 1 लाई हेरौं भर्स 1 मा लेखेको छ फर एभ्री कोहेन गडोल यो टीएलबी र यो जुइस स्टडी बाइबलमा कोहेन गडोल प्रयोग गरेको छ हाई प्रिस्टलाई कोहेन गडोल भन्छ महायाजक every high priest or Kohen Gadol taken from among men is ordained for man in things pertaining to God, that he may offer both gifts and sacrifices for sins. यो पहिलो करारमा हारुन चुनिएको विषयमा उल्लेख गरेको हारुनदेखि पछाडि अरु सबै हारुनको जेठो छोरो महायाजक भयो हारुन मरेपछि एलिएजार अनि त्यहाँबाट एलिएजार मरेपछि एलिएजारको जेठो छोरो पुजारी भयो राजा जस्तै तरिकाले अनि एलिएजार मरेपछि उसको जेठो छोरो पुजारी भयो यदि त्यो जेठो छोरो बेलैमा मर्यो भने अर्को पुजारी हुन्छ याजक हुन्छ महायाजक अर्थात् यदि कुनैमा डिफेक्ट आयो भने अन्धो लङ्गडो त्यस्तो निस्कियो भने अर्को त्यही हारुनकै परिवारबाट अर्को व्यक्ति नियुक्त हुन्छ गरिन्छ उसलाई भनेपछि के गरिन्छ भने नियुक्त गरिन्छ यहाँ के भनेको छ टेकन फ्रम एमङ म्यान कुनै कुनै ट्रान्सलेसनमा चोजन फ्रम एमङ म्यान भनेर लेखेको हुन्छ अनि एपोइन्टेड पनि भनेर लेखेको हुन्छ एपोइन्टेड फ्रम एमङ म्यान मान्छेको बीचबाट भन्छ जुनसुकै मान्छेको बीचबाट होइन सबै इजरायलका सबै कुलबाट होइन नट फ्रम एभ्री ट्राइब अफ इजरायल इट इज ओन्ली फ्रम द ट्राइब अफ लेवी एन्ड अल्सो फ्रम द ट्राइब अफ द फ्यामिली अफ हारुन हारुनको परिवारबाट हाई प्रिस्ट हुने कुरा चाहिँ अनि किन छानिएको भन्दाखेरि एलोहिमको कामसँग सम्बन्धित मान्छेको रिप्रेजेन्टेसन गर्न to represent the sinful people before Almighty God. सर्वशक्तिमान परमेश्वर यहोवा एलोहिमको अगाडि मान्छेका सारा दुर्बलताहरूप्रति उनीहरूको बलिदानहरू चढाइदिन उनीहरूका पापहरू क्षमाको निम्ति बिन्ती गरिदिन to pray for them to offer sacrifices for their sins उनीहरूका पापहरूको निम्ति बलिदानहरू चढाइदिन उनीहरूका निम्ति अर्ज बिन्ती गरिदिन त्यो चुनिएको हो त्यो महायाजक चाहिँ उनीहरूको निम्ति प्रायश्चित गर्न सारा समुदायको निम्ति प्रायश्चित गर्न प्रोपिटिएसन गर्नको निम्ति रगत लिएर महापुजारी चाहिँ के गर्छ भने महायाजक महापवित्र स्थानमा वर्षको एकचोटि भित्र पस्नुपर्छ एनिमल सेक्रिफाइस लिएर त्यो चाहिँ डे अफ एटोनमेन्ट प्रायश्चितको चाडको दिन त्यो कसले गर्छ भन्दा जुनसुकै प्रिस्टले गर्न पाउँदैन त्यो गर्ने काम चाहिँ केवल हाई प्रिस्टको हुन्थ्यो कोहेन गाडोल महायाजकको हुन्थ्यो त्यो चाहिँ अनि त्यो कामको निम्ति त्यो हारुनिक पुजारीपना चाहिँ स्थापित भएको हो त्यसको उद्देश्य चाहिँ के रहेछ भन्दाखेरि सबैले बुझ्नु पर्यो पुरानो नियममा त पुजारीहरू छन् भनेर भनेपछि किन पुजारीहरू नियुक्त भएका रहेछन् किन याजकहरू छानिएका रहेछन् भन्दाखेरि एउटा परिवारबाट किनभने जो पाए त्यही याजक हुन पाउँदैन थियो याजक एउटा हुनु पर्थ्यो एउटा परिवारबाट दिएको थियो महायाजक हुने अनि त्यो त्यसको काम चाहिँ मान्छेहरूलाई माथि एलोहिमसँग प्रतिनिधित्व गर्न उनीहरूका निम्ति उनीहरूका दोष अधर्म क्षमा गरिदिने उनीहरूले गल्ती गरे भने हामीले गल्ती गर्यौं हामीलाई माफ गर्नुहोस् भनेर बलिदानका जनावरहरू लिएर आउँदाखेरि बलिदान गरिदिएर उनीहरूको निम्ति अर्ज बिन्ती गरिदिने त्यो त एउटा के हो भने मध्यस्थताको सेवा जस्तो हो मिनिस्ट्री अफ मेडिएटरशिप भन्छ मेडिएटरशिपको जस्तो सेवा हो अनि त्यो काम चाहिँ हाई प्रिस्टले गर्नुपर्थ्यो जुनसुकै अरू जेनरल प्रिस्टले त्यो काम गर्दैनन् जेनरल प्रिस्टहरू भनेको त हाई प्रिस्टको अर्डरमा आज्ञामा उनीहरूलाई दिएको कामको जिम्मेवारी अनुसार गर्ने मुख्य काम चाहिँ कसले गर्छ हाई प्रिस्टले गर्छ महायाजकले गर्छ अनि
त्यो व्यक्ति चाहिँ पहिलो करार अनुसार हारुन थिए, पहिलो व्यक्ति चाहिँ। अब त्यहाँबाट एलिएजार भयो, त्यहाँबाट जाडोक पनि भयो, हुँदै हुँदै आए। प्रभुका दिनमा पनि महापुजारीहरू थिए, अननिया भन्ने महापुजारी थिए। अनि पुजारीको काम चाहिँ पुजारीलाई महायाजकलाई परमेश्वरसँग गएर अन्तर्विन्ती गरिदिने, मध्यस्थताको काम गर्न, इन्टरमिडिएटरीको काम गर्न, मेडिएटरसिपको काम गर्न किन मान्छे एउटा छानेको? किन एउटा स्वर्गदूत ल्याएर थपक्क नराखेको त? किनभने स्वर्गदूत त मान्छेको यसा गतिविधि हेरेर सुई उडेर स्वर्गमा तुरुन्तै जान सक्थ्यो त। The angels could have just flown down, told the instruction and just gone back. Why did he not choose angels? हामीले अलि अगाडि हिब्रू 1:2 पढेको थियौँ कि मसीह स्वर्गदूत भन्दा अलि तलको भएर झरेर आउनुभयो, मान्छे भएर आउँदाखेरि। क्रिएसनको अर्डरमा मान्छे चाहिँ एन्जल भन्दा पछाडि क्रिएट भएको हो, त्यसकारण मान्छे इन्फेरियर हो क्रिएसनको अर्डरमा हेर्ने हो भने। तर धार्मिकता र रिडिम्सनको आधारमा हेर्ने हो भने एन्जलको लागि रिडिम्सन छैन, स्वर्गदूतको लागि प्रायश्चित छैन, हाम्रा लागि प्रायश्चित छ, छुटकारा छ हाम्रो निम्ति। यसकारण हाम्रो सेवा गर्नको निम्ति स्वर्गदूतहरू सेवकको रूपमा नियुक्त गरिन्छन्। अनि यसकारण माथिको दर्जा दिएको छ। अनि मसीह को कुरा आउनुभन्दा अगाडि एउटा फिगरको रूपमा हो, एउटा टाइपको रूपमा हो। फर्स्ट कभेनेन्टमा भएको महायाजकको सेवाकाई चाहिँ के थियो भन्दाखेरि भर्स 2 मा दिएको छ, हु क्यान ह्याभ कम्प्यासन अन द इग्नोरेन्ट। ऊ आफै पनि एउटा गल्ती गर्ने मान्छे हो। हेरौँ भने त्यो महायाजक हारुनले गल्ती गरेका छन् कि छैनन्? हारुन सबै मान्छेहरू मोसे माथि डाँडामा जाँदाखेरि सबै मान्छेले होइन कहाँ गए मोसे, हराए, हामीलाई चाहियो यहाँनिर उजाड मिश्र देशबाट छुटकारा गरेर ल्याउने हाम्रो परमेश्वर को हुनुहुन्छ भनेर बाछा बनाउँदाखेरि सबैको कुरामा सहमति हुने हारुनले गल्ती गरे त। हारुन र मरियम मिलेर मोसेसँग एक दिन झगडा पनि गरेका छन्। हारुन पनि गल्ती गर्ने मान्छे हो, महायाजक। त्यही भएर उनले चाहिँ के गर्नु पर्थ्यो भने ऊ पनि गल्ती गर्ने मान्छे भएकोले उनलाई छानेको कारण चाहिँ के हो भने उनले अर्काको पनि गल्तीहरू बुझ्न सक्छ। अर्को पनि गल्ती गर्ने मान्छे हो, यो चाहिँ कमजोर मान्छे हो भनेर अर्काको गल्ती बुझ्न सक्छ। त्यही कारणले हु क्यान ह्याभ कम्प्यासन अन द इग्नोरेन्ट, कमजोर अज्ञानी मान्छेमाथि, एन्ड अन देम द्याट आर आउट अफ द वे, मार्ग बिराएर अर्कातिर जाने मान्छेहरूको निम्ति दया देखाउन सक्ने हुन सक्छ ऊ। For that he himself also is compassed with infirmity. किनभने ऊ आफै पनि त्यही दुर्बलता, बाटो बिराउने अरू मान्छेहरू जस्तै दुर्बलताले घेरिएको छ भनेको। कोही पनि विश्वासीहरू एउटा भन्दा अर्को श्रेष्ठ छैन, सिकाउने पनि श्रेष्ठ छैन, केही नजानेको साधारण तरिकाले भर्खर विश्वास गरेर हिँडेको विश्वासी पनि अर्को भन्दा त्यो एउटा श्रेष्ठ छैन। सबै मान्छे एउटै गतिको हो। हामी खासै हेर्ने भने आज्ञाकारिताको र अभिरुचिको हिसाबले कोही तलमाथिहरू होला, तर दर्जाको हिसाबले हेर्ने भने, कमजोरी हिसाबले हेर्ने भने सबै त्यही खालको चुकाउले भरिएको मान्छेहरू हो हामी। यहाँनिर भने अनुसार हारुनले अरू मान्छेको प्रतिनिधित्व गर्नु पर्थ्यो, किनभने ऊ आफै पनि कमजोर थिए। उनीहरूलाई दया देखाउनु पर्थ्यो, हेर उनीहरूले गल्ती गर्छन्, म त गल्ती गर्छु भनेर उसले बुझ्नु पर्थ्यो। त्यही तरिकाले अनि अरू मान्छेका पापको निम्ति जसरी उसले बलिदान चढाउनु पर्थ्यो, उनले आफ्नो निम्ति पनि चढाउनै पर्थ्यो। त्यो फरक पर्यो। मसीहको र हारुनको पुजारीपनको फरक चाहिँ त्यही हो। मसीहले आफ्नो निम्ति बलिदान चढाउनु पर्थेन, तर उहाँले चाहिँ हाम्रो निम्ति चढाउनु पर्थ्यो। उहाँ चाहिँ निष्पाप हुनुहुन्थ्यो, तर उहाँले निष्पाप भए पनि मान्छे भएर आएपछि चाहिँ पृथ्वीमा उहाँ परमेश्वरका पुत्र भए पनि, एलोहिमका पुत्र भए पनि यहाँ मान्छे भएर संसारमा आउँदाखेरि चाहिँ उहाँले मान्छेले भोग्ने दुःख सुख सबैको बाटो भएर उहाँ जानुभयो। भरोसा पर्नुपर्ने कुरा पनि उहाँले सिकाउनु भयो। उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो,
तपाईँ हामीले जसरी घुँडा टेकेर प्रार्थना गर्छौँ उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो। तपाईँ हामीलाई भोक लाग्छ उहाँलाई पनि भोक लाग्यो। तपाईँ हामीलाई थकान लाग्छ उहाँलाई पनि थकान लाग्यो, उहाँ नाउकामा निधाइरहनु भएको थियो। तपाईँ हामीलाई कुर्ता दुख्छ उहाँलाई पनि दुखेको थियो। तपाईँ हामीलाई धेरै कुराहरू आफूले बहुत हितैषी भएको मान्छेको ठुलो चोट पर्यो भने मनमा एकदमै पिर परेर आँसु आउँछ। प्रभुलाई पनि लाजरस मर्दाखेरि उहाँ पनि रुनु भएको थियो। सबै कुरामा दुःख सुख भोगी मान्छे जस्तो हुनुभयो प्रभु पृथ्वीमा आएर। तर उहाँ धार्मिकताले पूर्ण हुनुहुन्थ्यो। यसकारण उहाँको धार्मिकताको कारण अरू मान्छेको हारुनको त्यो धार्मिकता थिएन, मोसेको त्यो खालको धार्मिकता थिएन। उनीहरू यहोवाका दासहरू हुन्, सेवकहरू हुन्, चुनिएका मान्छे हुन्, एकदम विश्वासयोग्य मान्छे हुन् भनेको छ अलि अगाडि। मोसे वाज फेथफुल इन द हाउस अफ गड भनेर परमेश्वरको घरमा चाहिँ मोसे एकदम इमान्दार विश्वासयोग्य मान्छे छन् भनेर भनेको छ। धेरै अरू मान्छेहरू छन् पहिलो करारमा साक्षीको रूपमा विश्वासयोग्य इमान्दार, तर ती सबै मान्छे मसिह जस्तो सबै कुरामा 100% धार्मिक थिएनन्। उनीहरू चुक्न सक्थे, मसिहलाई चुक्न छुट थिएन। इट वाज नट पोसिबल फर Messiah, our Savior, to fail or to fall in temptation or to sin. अनि उहाँलाई उहाँका अगाडि जाँच चाहिँ आए सबै, but he passed all of them. सबैलाई उहाँले पास गर्नुभयो। अनि दुःख पाउने मान्छेले कसरी टिठ्याउनु पर्छ उनीहरूलाई भन्ने कुरा जान्न उहाँ मान्छे भएर आउनु भएको। हाम्रो दुःखहरू के छ, हाम्रा समस्याहरू के छन् भनेर जान्न उहाँ हामी जस्तो भएर आउनु भएको। यदि हामी जस्तो भएर नआउनु भएको हो, शरीर धारण गरेर नआउनु भएको भए उहाँले रगत बगाउनु आवश्यक पर्ने थिएन, अनि हाम्रो छुटकाराको आवश्यकता पुरा हुने थिएन। यही कुरा यहाँनिर यो चाहिँ भर्स 5 देखि लिएर उँधो चाहिँ मसिहको विषयमा अलिकति सुपेरियर, हारुनको पुजारीपन भन्दा अलि सुपेरियर चाहिँ मल्किसदेक को दर्जा बमोजिमको पुजारीपन हो। फेरि मल्किसदेक, त्यो मल्किसदेक भनेको त पहिलोचोटि उत्पत्तिको किताब 14 अध्यायमा उल्लेख गरेको छ। अब्राहमको विजेता पछाडि फर्किएर आउँदाखेरि लडाईँ गरेर विजेता प्राप्त गरेर फर्किएर आउँदा उनलाई भेट्नेमा पर्दछन्। उनको परिचय नि के दिएको छ भने सलेमका राजा भनेको छ। अनि उनलाई चाहिँ एल एलियोन भनेको चाहिँ सर्वोच्चको पुजारी अर्थात् याजक भनेको छ। एल एलियोनको पुजारी भनेर भनेको छ, याजक। अनि उहाँलाई त्यो दर्जा दिएको छ, तर उसको बाउ पनि उल्लेख गरेको छैन, आमा पनि उल्लेख गरेको छैन, उसको केही वंशावली छैन ती मल्किसदेकको। अनि एकखेप त्यहाँ उल्लेख गरेको छ, त्यहाँबाट एकैचोटि भजनको किताबमा पछाडि दाउदले अर्थात् असाफले पुजारीको परिवारबाट आएका असाफहरूले भजन सङ्ग्रह 110 मा उल्लेख गरेका छन्। अनि त्योभन्दा अरूतिर फेरि एकैचोटि यहाँ नयाँ करारमा आएर यो हिब्रूका लेखकले धेरै वृत्तान्त, सबभन्दा बेसी त उनको विषयमा नयाँ करारमा पो उल्लेख गरेको छ। हुन्छ पुरानो करारमा कोही बेला मान्छेको नाम एकचोटि दुईचोटि देखा पर्ला। बाइबलमा कहिल्यै पनि कसैको नाम ऱ्यान्डमली आएको हुँदैन खासै। हामीले त त्यसको इतिहास नजानौला, तर त्यो एउटा उद्देश्यसँग दिएको हुन्छ। जस्तो कि त्यो मल्किसदेकको कुरा अलिकति छोटो रूपमा आयो, हामीले कथा पढ्दा के हेर्छौँ भने कथाको रूपमा मात्र हेऱ्यौँ भने पनि एकजना मान्छे फट्ट देखा परे जसलाई अब्राहमले पाएका सबै लुटका मालबाट 10% दिए भनेर बुझ्छौँ। आशिष दिए। अब आशिष पाउने चाहिँ अब्राहम छन्। अब्राहम त विश्वासका पिता थिए। विश्वासका पिताले पनि आशिष पाउने भनेपछि विश्वासका पितालाई पनि आशिष दिने त मान्छे मल्किसदेक नै ठुलो भयो नि त। किनभने जहिले पनि ठुलोले सानोलाई आशिष दिने चलन हुन्छ। सानोले त ठुलोलाई हात राखेर त तिमीलाई राम्रो होस् भनेर भन्ने कुरा हुँदैन। ठुलोले चाहिँ सानोलाई गर्ने कुरा हुन्छ। भनेपछि त्यो अब्राहम भन्दा पनि ठुलो रहेछ नि त मल्किसदेक त। अनि जसको केही कुरा थाहा छैन, कहाँ के कुरा हो, कहाँ बसोबास, कहाँ जन्मिएको, उसको वंशावली। तपाईँ बाइबलमा वंशावलीका कुराहरू पहिलो इतिहासको किताबमा हेर्नुहोस्। 1 अध्याय, 2 अध्याय, 3 अध्याय, 4 अध्याय, 5 अध्याय गर्दै 8 अध्यायसम्म सबै वंशावली लेखेको छ। आदमदेखि लिएर वंशावली
सबै 12 कुलका सबै इभन एसाउका सन्तानको पनि वंशावली छ, यहाँसम्म कि इस्माइलका सन्तानको पनि वंशावली छ। त्यहाँ कहीँनिर मल्किसेदेकको नाम आउँदैन। कहाँबाट आए ती मल्किसेदेक? अचम्मको कुरा हो। त्यसैले कोही बेला शास्त्र चुप्प लाग्छ, किनभने त्यसले देखाउन खोजेको सङ्केत अर्कै हुन्छ। अनि मसियासँग तुलना गरेको छ, जसको सुरुवात हामी जान्दैनौँ। पृथ्वीमा आउँदा मान्छे हुँदाखेरि पो उहाँको सुरुवात मरियमबाट उहाँ जन्मनु भयो भन्ने कुरा हामी पढ्छौँ त। हेरोद राजाको समयकालमा उहाँ जन्मनु भयो भन्ने पढ्छौँ त। तर त्यहाँ त उहाँको सुरुवात होइन नि त। यहाँ भनेको छ, यहाँ अघि हामीले पढेको भर्समा, भर्स 5 मा, thou art my son, तिमी मेरा पुत्र हौ, टुडे हेभ आई बिगटन thee, आज मैले तिमीलाई जन्माएको छु। कहिले जन्माएको? यो भर्स त भजनको किताब 2 अध्यायको 7 पदमा छ। भजनको किताब 2 अध्यायको 7 पदमा पनि टुडे भनेको थियो। अब यहाँनिर हिब्रूका लेखकले त्यति बेला धेरै वर्ष पछाडि, करिब 1000 वर्ष भन्दा पनि पछाडि मसिया यो लेखेको, भजनको किताब लेखेको अराउन्ड 1000 इयर पछाडि लेखिएको हो यो। त्यति बेला पनि उनले कोट गर्दा के भन्दैछन् भने टुडे भन्दैछन्। फेरि उनले यो टुडे त कहिले आएछ? तपाईँ हामीलाई त्यो टुडेको समय दिएकै छैन। यसकारण मसिया चाहिँ उहाँको इटर्नल सनशिपको कुरा गरेको यो। उहाँ चाहिँ ही इज द सन अफ गड, उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, हुनुहुन्थ्यो, हुनुहुन्छ अनि रहिरहनु हुनेछ। अनि उहाँले एउटा कामको जिम्मा लिएर आउनु भएको, तर उहाँको सेवाकाई चाहिँ 2टा खालको पुजारीपनको सेवाकाई छ भन्न खोजेको यो अध्यायले चाहिँ। दिस च्याप्टर इज ट्राइङ टु क्लियरिफाई हिज हाई प्रिस्टहुड मिनिस्ट्री इज कम्पोज्ड अफ 2 काइन्ड्स अफ हाई प्रिस्टहुड। 2 खालको हाई प्रिस्टहुड छ। एउटा हारुनिक हाई प्रिस्टहुड, हारुनिक खालको हाई प्रिस्टहुड के कसरी भन्दाखेरि he is able to have compassion upon the weak people, कमजोर मान्छेसँग कम्प्यासन गर्न सक्ने हुनुहुन्छ मसिया। he offered himself for our sin, हाम्रा पापका निम्ति उहाँले होम बलि अर्पण गर्नु, आफूलाई अर्पण गर्नुभयो। अनि हारुन जस्तै आफ्नै मान्छेहरूका बीचबाट हाई प्रिस्ट हुनुहुन्थ्यो। मसिया पनि आफ्नै दाजुभाइहरू अर्थात् इजरायलीहरूका बीचमा उहाँ आउनु भएको थियो। अब त्यो पाटो छोडेर अर्कोपट्टि जाउँ, मल्किसेदेकको दर्जा बमोजिम भनेपछि उहाँको फेरि हायर पार्ट, डिभाइन पार्ट, उहाँको इन्टरसेसरी पार्ट हेर्ने भने चाहिँ माथिको लेभलको भेटाइयो, जसको सुरु छैन, जसको अन्त छैन, जसको सेवाकाई चाहिँ सर्वोच्चको महायाजक भनेर भनेको छ। त्यो दर्जामा उहाँले काम गर्नुभएको छ। अनि मान्छे भएर आएर उहाँले सफर हुनुभयो, भर्स 8 अनुसार सबै कुरामा सफर हुनुभयो। अनि यहाँ अर्डर उल्लेख गरेको छ, यहाँ अर्डर भनेको छ, क्रम भनेको छ। अनि भर्स 10 मा कल्ड अफ गड एन्ड हाई प्रिस्ट आफ्टर द अर्डर अफ मल्किसेदेक, परमेश्वर आफैले, एलोहिम आफैले यिनी महायाजक हुन्, मल्किसेदेकको दर्जा बमोजिम भनेर निर्धारण गर्नुभएको छ मसियालाई। यो चाहिँ अब मसियाको विषयमा। यो अब किन उहाँको हाई प्रिस्टहुडको विषयमा कुरा आउनु पर्यो भन्दाखेरि यहाँ चाहिँ यसको मुख्य कुरा चाहिँ प्रभुले सिद्ध्याउनु भएको कार्यको कुरालाई आधार बनाएको हो। किनभने 4 अध्यायमा हामीले के हेरेको थियौँ भने विश्रामको कुरा हेरेको थियौँ, विश्राममा प्रवेश गर्ने कुरा हेरेको थियौँ। अनि त्यो 4 अध्याय सकिएर चाहिँ अब 4 अध्यायको अन्त्यमा आउँदाखेरि चाहिँ वी हेभ एन हाई प्रिस्ट। त्यो हाम्रो फिलिङहरूलाई नि नबुझ्ने हाई प्रिस्ट चाहिँ होइन है हाम्रो भनेको थियो भर्स 15 मा, च्याप्टर 4 को भर्स 15 मा। अनि त्यसै कुरालाई इलाबोरेट गरेको हो यो भर्स 5 चाहिँ। च्याप्टर 4 को इलाबोरेसन हो। 4 को 15, 16 लाई 15-16 पदलाई इलाबोरेट गरेर व्याख्या गरेर अझै कस्तो खालको हो त हाई प्रिस्ट, किनभने हाई प्रिस्टको विषयमा त्यही बताएको छ च्याप्टर 4 मा। अनि त्यहाँबाट उल्लेख गर्दै गर्दै वृत्तान्त बयान गर्दै यो च्याप्टर 5, 6, 7 आएको।
भाइले त्यो कुरालाई फेरि एउटा कुरा चाहिँ हामीले भुल्नु हुँदैन। जहिले पनि हाम्रो दिमागमा एउटा कुरा के राख्नु पर्यो भनेदेखि पवित्र आत्माले भेसल मार्फत जो सावल मार्फत भनौँ लेखक मार्फत के सन्देश हामीलाई त्यो एप्लिकेसन त छँदैछ, तर पनि लेखक मार्फत पवित्र आत्माले जुन कुरा भन्न चाहनुहुँदैछ, जुन पर्जिक्युसनमा परेका प्रेसरमा परेकाहरू जुन धन्यको प्रभु येशू मसीहलाई छोडेर अर्को डाइरेक्सनपट्टि जान खोज्दैछन्, तिनीहरूलाई चाहिँ हारूनको जुन महायाजकीय सेवकाई अनि उनको कमी कमजोरता अनि धन्यको प्रभु येशू मसीह जो हारूनिक मसीह जुन महायाजकीय सेवा छ उहाँको अनि मल्किसेदेकको दर्जा अनुसारको सेवकाई छ अथवा उहाँको सेवा छ, त्यो कुरालाई चाहिँ कसरी त्यो त्यस्ता कमी भएर अर्को डाइरेक्सनपट्टि जाँदै गर्न लागेका विश्वासीहरूलाई चाहिँ विशेष के भन्नु खोज्दैछन् त्यो अलिकति क्लियरिफाई गरिदिनु भयो भने राम्रो हुन्थ्यो संक्षिप्त रूपमा। एभ्री टाइम यो मेसेज जब हामी स्टडी गर्छौँ त्यो मान्छेहरूलाई हामीले मनमा राखेर यसलाई त्यहाँनिर कन्क्लुड गर्यौँ भने थर्लङ्ग हुन्छ अनि एप्लिकेसन त हाम्रो लागि छँदैछ। अब हाम्रो समय सकिनु आँटेको हो कि क्या? कति मिनट छ बाँकी भाइहरू? टाइम छ अलिकति 6 बज्नको लागि 10 मिनट मात्रै देखेँ मैले हाम्रो भुटान टाइममा। 40 मिनट जस्तो छ दाजु। 40 मिनट छ। एउटा दुईटा कुराहरू म यहाँबाट शेयर गर्न चाहन्छु। भाइ अनोकले राम्रो कुरा गर्नुभयो, यहाँ हाई प्रिस्टको कुरा। हाई प्रिस्ट जो हाम्रो धन्यको मसीहा येशुवा हुनुहुन्छ, जो मल्किसेदकको कुरा गरी अनुसार उहाँको विषयमा यहाँ 7 पद 8 पद 9 पदमा हामी पढ्न पाउँछौँ। उहाँले आफ्नो शरीरमा हुनुभएको दिनहरूमा बेसरी कराएर आँसु बहाए आफूलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई प्रार्थना र बिन्तीहरू चढाउनु भयो अनि उहाँको भक्ति भएको कारणले गर्दा उहाँको सुनुवाई भयो। यो प्रार्थना प्रभु मसीहा येशुवाले विशेष गरिकन गतसमनीको बगानमा प्रार्थना गर्नुभएको कुरा हामीलाई याद दिलाउँदछ। उहाँ यति साह्रो महान परमेश्वरको पुत्र भएर यस दुनियाँमा आउनुभयो तपाईँ र मेरो निम्ति।
उहाँको कष्ट, उहाँले मृत्युको सामना गर्ने समयमा अब एकदमै नजिक पक्राउ पर्ने समय आइसकेको घडीमा उहाँले आफ्नो चेलाहरू 3 जना चेलाहरू लगेर गतसमनीमा प्रार्थना गर्नुभएको कुरा हामी बुझ्दछौँ। त्यसखेर उहाँले यस्तो प्रार्थना गर्नुभयो। उहाँले आफ्नो शरीरमा हुनुभएको दिनहरूमा बेसरी कराएर आँसु बहाई आफूलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई प्रार्थना र बिन्तीहरू चढाउनु भयो। अनि उहाँको भक्ति भएको कारणले गर्दा उहाँको सुनवाई भयो। अब उहाँले त्यो गतसमनीमा प्रार्थना गर्नुभएको कुरालाई हामी सम्झौँ। एउटा हाई प्रिस्ट को रूपमा उहाँले पितासँग प्रार्थना गर्नुभयो। त्यहाँनिर प्रार्थना गर्नुहुँदाखेरि कुन कुन शब्दहरू उहाँले प्रयोग गर्नुभयो। यस्तो डरलाग्दो क्रुसको मृत्यु अब अगाडि आइरहेको छ। यति भयानक दुःख कष्ट त्यस क्रुसमा अब भोग्नु पर्नेवाला छ। त्यसले गर्दा उहाँले आँसु बगाई पितासँग प्रार्थना गर्नुभयो। हे पिता, हुन सक्यो भने यो कचौरा मबाट हटाउनुहोस्, तर मेरो इच्छा होइन, तपाईको इच्छा पूरा गर्नुहोस् भनेर प्रार्थना गर्नुभएको कुरालाई हामी सम्झन्छौँ। यहाँ त हाम्रो महापुजारी यस्तो हुनुहुन्छ जसले दुःख वगेर जानुभयो अनि दुःख पर्नेहरूको दुःखलाई पनि उहाँले बुझ्नुहुन्छ भनेर हामी बुझ्छौँ। अब 8 पदमा उहाँ पुत्र हुनुहुन्थ्यो र पनि आफूले दुःख भोग्नुभएका कुराहरूबाट उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। उहाँ पुत्र, पिताको पुत्र बनेर पनि उहाँले यसरी आज्ञा पालन गर्नुभयो र आज्ञा पालन गरेको कारणले गर्दा उहाँले जस्तै उहाँ पुत्र हुनुहुन्थ्यो र पनि आफूले दुःख भोग्नु भएका कुराहरूबाट उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। यहाँ आज्ञा पालन 8 पदमा पढ्दाखेरि के थाहा पाउँछ भनेदेखि उहाँले त्यो काम गर्नुभयो, पिताले दिनुभएको काम गर्नुभयो। त्यो कामद्वारा चाहिँ उहाँ आज्ञाकारी ठहरिनुभयो। र तपाईँ र मैले पनि यहाँ के सिक्छौँ भने हाम्रो हाई प्रिस्टबाट के सिक्छौँ भनेदेखि कुरा गर्नु मात्र होइन तर काम गर्नु पर्ने रहेछ। प्रभुले कुरा मात्र गर्नु भएन तर काम गर्नुभयो। उहाँले आज्ञा पालन चाहिँ कर्मद्वारा देखाउनु भयो। पिताले ठहराउनु भएको थियो उहाँले यो संसारमा आइकन आफ्नो प्राण क्रुसमा दिनु। उहाँले प्राण क्रुसमा दिएर रगत बगाउनु पर्ने थियो, जुन रगतद्वारा सारा मानिसहरूको पापलाई छुटकारा हुने थियो। रगत नबगाई कसैको पापको क्षमाउने थिएन। यसै कारण यो काम पूरा गर्नको निम्ति उहाँ यस धरतीमा आउनुभयो र उहाँले त्यो आज्ञा पालन गर्नुभयो कामद्वारा र त्यो क्रुसलाई सामना गर्नुभयो। त्यहाँ उहाँले आफ्नो प्राण दिनुभयो र रगत बगाउनु भयो, जुन रगतद्वारा सारा मानिसहरूको पापको छुटकारा उहाँले गर्नुभयो अनि त्यो प्रबन्ध गर्नुभयो। कस्तो अचम्म हैन! हाम्रो धन्यको मसीहा येशुवा पिताको आज्ञाकारी कामबाट उहाँले पूरा गर्नुभयो। त्यसै कारण उहाँको विषयमा स्वर्ग चुप लागेन। यिनी मेरा प्रिय पुत्र हुन् जसमा म अत्यन्तै प्रसन्न छु, यिनको कुरा सुन भनेर माथिबाट आवाज आएको कुरा 17 अध्याय मत्तीमा पढ्न पाउँछ हामीले हैन। यो कुरा यहाँ पढ्न पाउँछ भने अब यो मसीहा, यो धन्यको मसीहाको विषयमा, हाम्रा हाई प्रिस्टको विषयमा हामीले सिक्नुपर्ने कुराहरू कति बेसी छ र हामीले कति कम्ती सिकिरहेका छौँ भन्ने कुरा हामी 11 पददेखि लिएर अन्तसम्म पढ्न पाउँछौँ। म त्यो पनि अलिकति पढिदिन्छु। 11 पदमा उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन्।
अनि अर्थ खोल्नु कठिन छ, किनकि तिमीहरू सुन्नमा बोधा भएका छौ। अब हामीले उद्धारकर्ता मुक्तिदाता भनिकन प्रभु मसीहलाई विश्वास गरेका छौं। अब त्यतिमै नै हामी ढुक्क बनेर बसिरहेका हुन्छौं, यसो टाइममा प्रार्थना गर्छौं, बास त्यति नै हो हैन। तर यहाँ हिब्रूको अहिले पढेको 5 अध्यायमा यो हिब्रू लेखकले हिब्रू विश्वासीहरूलाई, जसहरूले चाहिँ प्रभु मसीहलाई विश्वास गरेर आएका थिए, तिनीहरूलाई यो बताउँदछ कि उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन्। अब धन्यको मसीहको विषयमा भन्नुपर्ने कुराहरू कति छ, कति, तर त्यो कुरा चाहिँ बुझ्नु तिनीहरूको निम्ति एकदमै कठिन छ भन्छ। अनि अर्थ खोल्नु कठिन छ, किनकि तिमीहरू सुन्नुमा बोधा भएका छौ। जब हामी प्रभुको वचन सुन्नुमा बोधा हुन्छौं, हामी बुझ्नु सक्दैनौं धेरै कुराहरू। इभन यी हिब्रू विश्वासीहरू जसले विश्वास गरेर आएका थिए, मसीहा भएका थिए, यिनीहरूले पनि त्यसरी प्रभुमा जुन प्रकारले बढ्नु पर्ने थियो, आत्मामा बढ्नु नसकेको कुराहरू यहाँ थाहा पाउँछौं। यिनीहरू किन बढ्नु सकेन भन्दाखेरि सुन्नुमा बोधा थिए। यो सुन्ने कुरामा प्रभु मसीहाले संसारमा हुँदाखेरि भन्नुभयो चेलाहरूलाई, तिमीहरूले कसरी सुन्दैछौ? र प्रकाशित वाक्य 2 अध्याय 3 अध्यायमा 7वटै त्यहाँनिर मण्डलीहरूलाई बताएको छ, जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दछ। यसको मतलब हिब्रूमा भएको विश्वासीहरू, यी हिब्रू कन्भर्टहरू सुन्नुमा बोधा थिए। र आजको समस्या हाम्रो बीचमा पनि यही छ, हामीले उहाँको आवाज सुन्नु सकिरहेका छैनौं। हामीले उहाँको निम्ति समय निकाल्नु सकिरहेका छैनौं। उहाँको नजिकमा बसेर, उहाँको पाउमा बसेर, त्यो पाउको प्रेमी बनेर, भक्तिले भरिएर उहाँको वचन अध्ययन गर्दै प्रार्थना उपासनामा हामीले समय बिताउन सकिरहेका छैनौं। हामीले प्रशस्त समय उहाँको निम्ति दिन सकिरहेका छैनौं, जसले गर्दा हामीले उहाँको आवाज, उहाँको आत्माबाट, हामी आत्माद्वारा प्रेरणा गरिएको वचन जो छ, जुन वचन हाम्रो भित्रीको कानले सुन्नु सकिरहेको हुँदैन। जब सुन्नु सकिरहेको हुँदैन भनेदेखि हामी उहाँमा बढ्नु पनि सक्दैनौं। किनभने यहाँ हिब्रूको विश्वासीहरू सुन्नुमा बोधा थिए लेखिएको छ। र त्यस्तो हुँदाखेरि हामी धेरै वर्ष बितिएको विश्वासी हुन सक्छौं। यसो हेर्दा पुरानो विश्वासी 40 वर्ष, 50 वर्ष, 30 वर्ष, 25 वर्ष, 20 वर्ष पुगिसकेको हुन्छौं, तर पनि हामी प्रभुमा बढेको हुँदैनौं, उहाँको ज्ञानमा बढेको हुँदैनौं। यो दुःख लाग्दो कुरा हाम्रो जीवनमा पनि घटिरहेको हामीले अनुभव गर्छौं। अब सुन्नुमा बोधा नहौ, जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दछ। त्यो 7वटै कालखण्डमा मण्डलीहरूले प्रभुको वचन सुन्नु पर्ने थियो, प्रकाशित वाक्य 2 अध्याय 3 अध्यायमा। र उनीहरूले कान, उनीहरूको भद्दा भइरहेको थियो, बोधा भइरहेको थियो। र थोरै र्याम्नेनहरू, बचत भागहरू मात्र उहाँको आवाज सुन्ने, भक्ति गर्ने थियो। र आजको दिनमा यो प्रश्न हामी आफैलाई गर्न सक्छौं, तपाईँ र मैले कसरी उहाँको आवाज सुन्दैछौं, कतिको गम्भीर छौं उहाँको आवाजप्रति। उहाँको आवाज हामीले धेरैचोटि सुन्नु सक्दैनौं, किनभने संसारको काम कुराले हामी धेरै व्यस्त हुन्छौं, आफ्नै कुराप्रति हामी धेरै चिन्तित हुन्छौं, जसले गर्दा उहाँको आवाज सुन्ने हाम्रोमा समय पनि हुँदैन। फेरि यस्तो छ, देयर आर मेनी भोइसेस, धेरै आवाजहरू संसारमा छ, धेरै प्रकारको कुराहरू हामी सुन्छौं, तर उहाँको आवाज के हो त? मेरो निम्ति, मेरो परिवारको निम्ति, अनि हामीसँग जुट्ने समूहको निम्ति उहाँले के भन्नु चाहनु हुँदैछ भन्ने कुरा चाहिँ हामीले उहाँबाट सुन्नु पर्ने रहेछ।
र प्रभुमा बढ्नु नसक्ने कुरा चाहिँ हाम्रो भित्रीय कानले उहाँको आवाज नसुनेर अनि सुनेर त्यो कुरा पालन नगरेको खण्डमा हामी उहाँमा बढ्न सक्दैनौँ। दुई प्रकारको कुरा हामी थाहा पाउँछौँ। एउटा आत्मिक वृद्धि, एउटा हाम्रो दिमाग मात्रै बढेको पनि हुनसक्छ, तर उहाँले चाहनुहुन्छ हामीले उहाँको पवित्र वचनहरू हाम्रो हृदयमा राखेर कर्ममा उतारेको उहाँले चाहनुहुन्छ र यो कुरामा हामी धेरैचोटि चुकिरहेका हुन्छौँ। अब म 12 पदलाई पढ्नेछु। किनकि समय अनुसार त तिमीहरू शिक्षक भइसक्नु पर्ने थियो, तर परमेश्वरका वचनहरूको सुरुका शिक्षाहरू पो फेरि तिमीहरूलाई सिकाउनु तिमीहरूलाई खाँचो छ। अनि तिमीहरू यस्ता भएका छौ जसलाई खदिलो खानेकुरा होइन तर दुधै चाहिन्छ। अब यी हिब्रू विश्वासीहरू यतिका दिनसम्म पनि यहाँ खदिलो कुरा खानु नसक्ने थियो भनेर लेख्छ र यिनीहरू अझ पनि दुधै खाने खालका थिए र यो समय निकै बितेको थियो र हिब्रूको लेखकले एकदमै यो दुखित बनेर लेख्छ कि ती विश्वासीहरू प्रभुमा नबढेको बालक नै रहेको यतिका समयसम्म देख्दाखेरि तिमीहरू त यति बेला खदिलो कुरा खानुपर्ने थियो तर अझ दुधै खाने भएका छौ। हाम्रो पनि अवस्था जब उहाँको आवाज सुन्दैनौँ, हाम्रो सुन्ने कान बद्ध हुन्छ, पढ्ने मन उहाँको वचनलाई हृदयले अध्ययन गर्ने कुरा कम्ती हुन्छ, तब हामी बालक नै हुन्छौँ। उदारता पाएका हुन्छौँ, मर्यो भने स्वर्ग जान्छौँ अवश्य पनि, तर हामी बालक हुन्छौँ। यो बालक अवस्था साह्रै दुःख लाग्दो हो। यहाँनिर कोरिन्थी 3 अध्यायमा हामी पढ्न पाउँछौँ बालकहरूमा डाहा कति हुन सक्ला हैन, तर तिमीहरू आजसम्म बालक नै छौ। तिमीहरू खदिलो कुरा खानु सक्दैनौ। आत्मिकहरूसँग बोले जस्तो म तिमीहरूसँग बोल्नु सकिन, तिमीहरू दुधै खानेछौ भनेर पावलले कोरिन्थीमा लेख्छ कोरिन्थियनहरूलाई। तिनीहरू विश्वासी धेरै समयदेखि भएको थियो कोरिन्थीमा पनि, तर उनीहरू प्रभुमा आत्मामा नबढेको खण्डमा उनीहरूको बीचमा झगडा, अनेकता, डाहा, क्रोध, हर प्रकारको फुटहरू भइरहेको थियो। र अब तपाईँ र म जब प्रभु मसीहको पहिचानमा उहाँको देहको एकीकरणको रहस्यमा जब उहाँको मनको कुरालाई हामीले बुझ्दैनौँ भनेदेखि चाहिँ हामी बालक नै हुन्छौँ। हाम्रो बीचमा पनि झगडा, डाहा, फुट, हर प्रकारको कुराहरू, शारीरिक कुराहरूले ठाउँ पाउन थाल्छ र यस्ता कुराहरू सामना गर्नु परेको थियो कोरिन्थीका विश्वासीहरूले। पत्रसले पनि 2 अध्यायमा लेख्छ कि दूध खाने कुरा चाहिँ बालकहरूको हो भनेर। र त्यो दूध खाने अवस्था चाहिँ कहिले रहेछ भन्दाखेरि जब उहाँको वचन सुन्नु हाम्रो कान बद्ध हुन्छ, भित्रीको कान है यो चाहिँ। अब हामीमा दुईटा मान्छे छ, यो कुरा हामी सबैले थाहा छ कि एउटा आत्मिक मान्छे, एउटा शारीरिक भौतिक मान्छे। हामी आमाको पेटबाट यो शरीरमा जन्म्यौं, तर प्रभु मसीहलाई विश्वास गरिकन उद्धार पाएको दिनमा आत्मामा जन्म्यौं र हाम्रो यो शारीरिक कान जो छ यसले त के सुन्छ हैन, तर भित्री आत्मिक कानले चाहिँ माथिबाट पिताको आवाज सुन्नु पर्यो हैन। त्यो पिताले बोल्नु पर्ने कुराहरू हाम्रो निम्ति बोलिसक्नु भएको कुरा हामीले पवित्र यो शास्त्रमा हामीले पाउँछौँ। जुन कुराहरू हाम्रो भित्रीको कानले सुन्नुपर्छ, भित्रीको मनुष्यले यो कुरा खानुपर्छ, यो रोटीको रूपमा जसरी हामीलाई 2-3 चोटि दिनमा खानुपर्छ यो शरीर जिउनको निम्ति, उहाँको वचन पनि आत्मिक मान्छे हष्टपुष्ट हुनको निम्ति हामीले खानु पर्यो भन्ने कुरा हामी सबैलाई थाहा छ। अन्त यहाँनिर भन्छ 13 पदमा, किनकि दूध पिउने हरेक मानिस धार्मिकताको वचनमा सिपालु हुँदैन,
किनकि ऊ बालकै हुन्छ। यो दुध पिउने अवस्थामा म के भन्छु भने प्रिय दाजुभाइ दिदी बहिनी हो, म अझै पनि दुधै पिउने खालको मान्छे छु, आफूलाई म त्यो फिल गर्छु। किनभने आजभन्दा केही वर्ष पहिले जुन कुराहरू हामीले मैले गर्थे हो, त्यो कुराहरू अहिले सम्झिँदा अहिलेको बुझाइमा अत्तेरी कति कुरा वान साइडेड भएछु हो भनेर लाग्छ। त्यसको मतलब चाहिँ त्यति बेला आफूलाई कस्तो लाग्थ्यो भने मैले जो जानेको छु ठिकै जानेको छु, तर पछिबाट गएर प्रभुको अनुग्रहमा उहाँको वचनलाई अध्ययन गर्दै हेर्दै खोज्दै जाँदाखेरि चाहिँ त्यो कुराहरू वान साइडेड कति कुरा भएछ, त्यस्तो पो हामीले सिकाइएछ, त्यस्तो पो बुझ्यौँ भन्ने खालको। त्यसले गर्दाखेरि हामीले जुन कुरा बुझ्दैछौँ जान्दैछौँ प्रभुको अनुग्रहमा, त्यसलाई अझै पनि अनुसन्धान गर्नु, प्रार्थनामा राख्नु, अगाडि राख्नु, धेरै धेरै हामीले वचनहरू रेफर गरेर अरू पहिलेको प्रभु भक्तहरू को थिए, तिनीहरूले के भन्थे त्यो कुरालाई, तिनीहरूलाई हामीले खोज तलास, उनीहरूले कुन प्रकारले बुझ्यो, हामीले के प्रकारले बुझ्दैछौँ, अनि मैले कसरी बुझेँ, प्रभुको विचारमा के छ, यो कसरी हामीले बुझेको चाहनुहुन्थ्यो हुन्छ भन्ने कुरालाई चाहिँ खोज तलास गर्नुपर्ने रहेछ र त्यसलाई पक्का भएर अरूलाई बुझाउनु, यो कुरा चाहिँ कन्फर्म हो भनेर थाहा पाएपछि चाहिँ अरूलाई बताउनु, अलिकति त्यसो गर्दा हामी सेफ हुने रहेछौँ भन्ने कुरा मलाई लाग्छ। अब 14 पदमा, तर खदिलो खानेकुरा पुरा बढेका मानिसहरूको निम्ति हो, जसका ज्ञानेन्द्रियहरू काममा परिकन दुवै असल र खराब छुट्याउनका निम्ति अभ्यास भएका हुन्छन्। यहाँ चाहिँ खदिलो कुरा खाने चाहिँ त्यो व्यक्तिको लागि अरे जो चाहिँ एकदमै उसको ज्ञानेन्द्रियहरू एकदमै परिकन एकदमै पक्का भएको छ, सबै कुरालाई उसले हेरेको छ, त्यसको निम्ति चाहिँ खदिलो कुरा। र यसले यो खदिलो कुरा खाने एउटा मेच्योर्ड मान्छे हुनको निम्ति चाहिँ उहाँले हामीलाई विभिन्न प्रकारको स्थितिमा लानु हुँदो रहेछ। कहिले उत्तर आयो आत्मिकी यात्राको उतार चढावहरूमा, तल माथि हो, यता त्यता हर प्रकारको कुरामा उहाँले लानु हुँदो रहेछ। र हामी उहाँमा बनिरह्यो भने त्यस्तो अवस्थामा उहाँले धेरै पाठहरू सिकाउनु हुँदो रहेछ। यहाँसम्म कि हामीलाई खेदो, निन्दा, अप्ठ्यारो, हर प्रकारको कुराहरू हामी माथि आइपर्नु उहाँले दिनुहुन्छ कि हामीलाई मेच्युरिटीमा लानु पर्यो नि। त्यस्तो अवस्था आँधी बेरी हाम्रो जीवनमा आउँछ, त्यसखेर पनि हामी उहाँमा अडी बस्यौँ कि हुँदैन रहेछ भनेर हामी कि लत्ता छाड्यौँ, शरीरतिर गयौँ। यस्तो कुराहरू धेरै कुरा उहाँले हाम्रो जीवनमा हामीलाई मेच्युरिटीमा लानुको निम्ति ल्याउनुहुन्छ। ज्ञान हामीलाई वचनको पदहरू धेरै थाहा होला, धेरै कुरा अध्ययन हामीलाई गर्न सक्छौँ, तर हामी स्थिर बनेर उहाँमा रहिरहनुको निम्ति हामीलाई एउटा स्पिरिचुअल आत्मिक जीवनमा भित्रीय मनुष्य उहाँमा बलियो हुनु पर्यो। उहाँको वचनलाई हामीले चाहिँ कार्यकारी रूपमा हाम्रो जीवनमा ल्याउनु पर्यो। भजनको किताब 66 अध्यायको 12 पदमा लेखेको छ, हामीलाई उहाँले मानिसहरू हाम्रो टाउकोमा हिँड्न दिनुभयो अरे, टेक्नु दिनुभयो हो, र आगोमा लानुभयो, अनि पानीमा लानुभयो, यस्तो दुःखमा लानुभयो, अन्तमा मलिलो भूमिमा उहाँले उतार्नु भयो। र दाजुभाइ दिदीबहिनीहरू, हामीलाई उहाँले विभिन्न स्थितिमा लानुहुन्छ, उहाँमा बढाउनुको निम्ति, उहाँको ज्ञानमा बढाउनुको निम्ति। यो चाहिँ हामीले यो हिब्रूको किताबबाट अहिलेको खण्डबाट अलिकति सिक्यौँ। मैले निकै लामो कभर गरेँ, आइ एम भेरी सरी। भाइहरूको केही भन्नु छ होला? एक दुईवटा पोइन्ट्सहरू पनि सेयर गर्नु पर्यो। यहाँनिर खास गरी यो हिब्रू अघि भाइले भनिहाल्नुभयो, हनक भाइले 4 अध्यायको 14 देखि 14, 15, 16मा पनि
14 देखि नै सुरु भएको छ हाई प्रिस्टको बारेमा, हारुनको विषय लिएर, अनि प्रभु येशू मसीहको बारेमा दजाएको कम्पेयर गरेको पाउँछौँ। त्यसले गर्दा त्यहाँनिर चाहिँ हाम्रो धन्यको प्रभु येशू मसीह अथवा ती विश्वासी हिब्रू विश्वासीहरूलाई साउलले भन्छन्, हेर प्रभु येशू मसीह जसमा तिमीहरूले विश्वास गरेको थियौ अथवा छौ, गइहालेका छैनन् भने उहाँ चाहिँ महान हुनुहुन्छ। हारुन महायाजक भन्दा महान हुनुहुन्छ भन्ने एउटा सन्देश। र तिमीहरू किन फेरि पनि फर्केर हारुनकै कुरापट्टि जाँदैछौ? किन हारुनमा सबै प्रकारको कमी कमजोरताहरू चुक्काहरू थियो र आफ्नै पापको लागि नै उनले बलिदान चढाउनु पर्थ्यो अनि अरू विश्वासीहरूको लागि चढाउनु पर्थ्यो, इजरायलीहरूको लागि। त्यसले गर्दाखेरि त्यस्तो चाहिँ हुनुहुन्न भनेर अघि हामीले सुनिहाल्यौँ। त्यसले गर्दा त्यसो होइन, उतापट्टि फर्क प्रभु येशू मसीहप्रति भन्ने कुरा महान हुनुहुन्छ। त्यसले गर्दा अर्कोमा चाहिँ प्रभु येशू मसीहको जुन टाइटल छ उहाँलाई मात्रै ग्रेट हाई प्रिस्ट भनेर भनिन्छ। कोही पनि ओल्ड टेस्टामेन्टका प्रिस्टहरू ग्रेट हाई प्रिस्ट थिएनन्, कसैलाई पनि त्यो नाम थिएन। तर हाम्रो धन्यको प्रभु येशू मसीह मात्र महान ग्रेट हुनुहुन्छ, टाइटल पनि त्यसरी दिएको छ। त्यही गर्दा तिमीहरू हाई प्रिस्टकोमा किन त्यताबाट ढल्किन्छौ? ग्रेट हाई प्रिस्ट मसीह हुनुहुन्छ, उहाँप्रति तिमीहरू बनिरहौ भन्ने कुरा अर्को सल्लाह दिन्छन् भने उनले। अनि धन्यको प्रभु येशू मसीह चाहिँ पिताबाट नै जुन नियुक्त हुनुभएको थियो, अर्डिनेसन उहाँले पाउनु भएको थियो। तर अनि जसरी हारुन पनि एलोहिमबाटै तर इजरायलको बीचबाट चुनिएका थिए भन्ने कुरा त्यहाँ गरिएको छ। त यहाँ चाहिँ एउटा कुरा के छ भनेदेखि हारुनको अनेक प्रकारको कमी कमजोरताहरू थियो, तर पनि उनको कसरी सेवकाईको आरिस अथवा सेवकाई जुन थियो त्यसलाई हामीले त्यहाँ पहिला सामुएल 13 अध्यायमा हेर्दाखेरि साउलले पर्खिन नसकेको र त्यो महायाजकीय सेवकाई चाहिँ अरू कसैले पाउँदैन थियो। त साउल राजा भए पनि त्यो बल मिचाइ गरेर त्यो सिमाना काटेर जानु खोज्दाखेरि सावलको राज्य खोसियो, सावल तिरस्कृत हुनु पर्यो। अनि गिन्ती 16 अध्यायमा कोराले अनि उसको साथमा भएकाहरूले हारुनको महायाजकीय सेवकाईको विरोधमा उनी उठे र उनको विरोधमा उठ्दा सिमाना काटेर आरिस गरेर बढ्दाखेरि उनीहरू नाश हुनु पर्यो। अनि दोस्रो इतिहास 26:16 देखि 21 सम्ममा पढ्दाखेरि उजिया शक्तिशाली राजा भए पनि कसरी महापवित्र स्थानमा मन्दिरमा पस्नु खोजेर सेवा गर्नु खोज्दा, बलिदान चढाउनु खोज्दाखेरि कसरी उनी कोड लाग्यो उनी र सेतै भएर मर्नु पर्यो। त्यसले गर्दाखेरि त्यो सेवकाई, यहाँ चाहिँ के भन्नु खोजिने मेसेज चाहिँ के आउँदैछ भने प्रभु येशू मसीहको जुन सेवकाई छ, महायाजकीय सेवकाई छ, यो चाहिँ एक्सक्लुजिभ छ। त्यसलाई एकदमै त्यहाँनिर पुरानो जमाना हामीले हेर्दाखेरि कसैले एकदम उघारेर हेर्नु खोजेको छ आर्क अफ कभनेन्टलाई, तिनीहरू नाश हुन सक्छ। त्यसले गर्दा उहाँको एक्सक्लुजिभनेस, उहाँको सोलिटेरीनेस जो छ, उहाँको ग्रेटनेस छ, उहाँको प्रेसियसनेस छ, उहाँको जो पवित्रता छ, त्यो कुरा, उहाँको व्यक्तित्वको कुरा, त्यसलाई हामीले हल्का प्रकारले लिनु हुँदैन।
एकदमै महान हुनुहुन्छ भन्ने कुरा। त्यसले गर्दा त्यो उहाँको ग्रेटनेस, उहाँको सेवकाई, त्यो एक्सक्लुजिभनेसलाई नि प्रस्तुत गर्दै लेखकले कसरी हिब्रूका विश्वासीहरूलाई भने, हेर उहाँ त यस्तो हुनुहुन्छ, किन तिमीहरू उतापट्टि जाँदैछौ, जसकोमा हर प्रकार कमजोरताले भरिएको थियो। तर मसियामा त्यस्तो छैन, थिएन, कहिले पनि छैन। अनि यहाँनिर 3 पदमा चाहिँ कसरी उहाँको सिम्प्याथी चाहिँ एकदमै हारुनको सिम्प्याथी भन्दा जुन त्यसलाई के भन्छ भने सहानुभूति चाहिँ, मसिया येशुवाको सहानुभूति चाहिँ महान छ। कसरी आज प्रभु येशुवा मसिया माथि गएपछि पवित्र आत्मा पठाउनु भयो, उहाँले हाम्रो हरेक कमी कमजोरता दुर्बलताहरूमा, हरेस खाएकोमा, निराश भएकोमा उहाँले हामीलाई उत्साह प्रेरणा र ढाडस दिनुहुन्छ, उहाँको वचनद्वारा उत्साहित गर्नुहुन्छ। तर हारुनले त हरेक ठाउँमा गएर हरेक विश्वासीलाई घरमा गएर जीवनमा गएर त्यो उत्साह प्रेरणा बल दिन सक्ने थिएन। त्यसले गर्दा प्रभु येशुवा मसीह यस्तो हुनुहुन्छ। त्यसले गर्दाखेरि लेखकले फेरि पनि सबै समेटेर हेर ढल्काएर प्रभु येशुवा मसीहको ग्रेटनेसलाई, उहाँको पुजारीपनको महानतालाई दजाउँदै हारुनकोसँग दजाएर उहाँको चाहिँ कति उत्तम छ, कति महान छ, कति सर्वश्रेष्ठ छ हुनुहुन्छ उहाँको महायाजकीको सेवा भन्ने कुरा। त्यहाँदेखि अर्को कुरा एउटा छट्टै भनिहाल्नु पर्यो समय लिएको कसरी। मल्किसेदेकको कुरा गर्दाखेरि मल्किसेदेक वाज अ किङ एन्ड प्रिस्ट। प्रभु मल्किसेदेक के हो? प्रिस्ट एन्ड किङ, किङ एन्ड प्रिस्ट, रोयल प्रिस्ट भन्न नि सकिन्छ। उहाँ चाहिँ राजा पनि हुनुहुन्छ, उहाँ पुजारी पनि देखिन्छ मल्किसेदेकमा। र धन्यको प्रभु येशुवा मसीह चाहिँ जन्मिँदै उहाँ राजा पनि भएर आउनुभयो, अनि मल्किसेदेकको दर्जा अनुसार उहाँ महायाजक हुनुहुन्छ। त्यसले गर्दा प्रिस्ट एन्ड किङ उहाँमा देख्छौँ। अनि उहाँको व्यक्तित्वमा यो कुरा पछाडि आउँछ, सायद अगाडि पनि प्रोफेटको कुरा आएको थियो, उहाँ प्रोफेट पनि हुन्छ। किङ, प्रिस्ट एन्ड प्रोफेट हुनुहुन्छ। धन्यवाद। मेरो एउटा सानो प्रश्न, मेल्किसेदेक सलेमका राजा अनि महायाजक, मलाई कन्फ्युजन अलिकति भएको चाहिँ के इजरायलका पहिलो राजा साउल होइनन्? अनि मेल्किसेदेक चाहिँ साउलभन्दा अगाडिका होइनन् कि? त्यो कसरी त्यसरी उनी राजा भए, सालेमको राजा भए पनि राजाको पद कसरी पाए? त्यसो गर्दा के अलिकति नमिल्ने कुरा जस्तो हुँदैन? जस्तो मेरो प्रश्न हुन्छ। मेल्किसेदेक चाहिँ भाइ मैले गल्ती गरिनँ भने इजरायलको जुन नेसन सुरु हुनुभन्दा अगाडिको कुरा। यसै कारण ल इस्टाब्लिस भइकनको अघि हारुनको कुरा ल्याउँदाखेरि ल ल्याइनुभन्दा अगाडि नै मेल्किसेदेकको महानताको बारेमा कुरा गरिएको छ, उहाँ किङ र प्रिस्टको बारेमा। तर हारुनको कुरा यहाँनिर आयो। हारुन चाहिँ ल ल्याएपछि पछाडि उहाँको जुन महायाजकीय सेवकाईलाई स्थापित गरिएको थियो। त्यसले गर्दा उनी चाहिँ अगाडि नै त्यस्तो छ। तर इजरायलभित्रको कुरा आउँदैन त्यो चाहिँ, मलाई लाग्छ। अर्को कुरा चाहिँ के हो भने त्यो सलेम भन्ने जुन ठाउँ छ त्यो चाहिँ इजरायलीहरूले जुन त्यो ठाउँलाई लिएर उनीहरूले कब्जा गरे, त्यो ठाउँको नाम सलेम त्यति बेला निर्धारित भएको। त्यो कनानमा पर्छ। कनान त्यति बेला अब्राहमको छोराछोरी नै भइसकेको थिएन।
लुतसँग पुरा बसाइ सर्दै हिँडिरहेका थिए अब्राहम त्यति बेला। त्यति बेला राजा रजौटाहरू धेरै थिए। त्यति बेलाको जमानामा साना साना राजा रजौटाहरू धेरै थिए त्यो ठाउँमा, कनानमा। अनि ती कनानका धेरै राजाहरू मध्येमा एउटा सानो एरियामा रहेको राजा, यो अब हो होइन मलाई थाहा छैन, यो योवेलको किताब, जुबिलीको किताब भन्छ र यासेरको किताबको अनुसार चाहिँ, यासेरको किताब अनुसार विशेष गरेर त्यो मल्किसेदेक भनेर चाहिँ, अनि नोआको छोरो सेमलाई पनि हो, सेमलाई भनेको पनि भन्छन् उनीहरूले। सेम चाहिँ मल्किसेदेक हो। अनि ऊ चाहिँ एलोहिमको याजक र राजा थिए एउटा सानो ठाउँको भन्ने कुरा चाहिँ उल्लेख गर्छन्। तर त्यसको आधार छैन हामीलाई यहाँ शास्त्रमा। त्यसो भएको भए पक्कै पनि मोसेलाई यो विषयमा विस्तृत जानकारी दिएको हुन्थ्यो र उनले लेख्ने पनि थियो होला, तर त्यो कुरा छैन। तर यो यासेरको किताबमा चाहिँ त्यो कुरा उल्लेख गरेको रहेछ। अनि त्यो ठाउँमा मल्किसेदेक राजा भएको भनेको चाहिँ साउल भन्दा धेरै 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 अगाडिको कुरा हो। अब्राहम, इसाक पनि जन्मेकै थिएन त्यति बेला, इस्माइल पनि जन्मेकै थिएन त्यति बेला। लुत त भर्खर छुटिएर चाहिँ तल के अरे गएका थिए सोदोममा। जेनेसिस च्याप्टर 14 को घटना हो यो मल्किसेदेकको घटना भनेको। अनि तर त्यो चाहिँ त्यति बेला के हो भन्ने कुरा अचानक दृश्यमा ल्याइएको कुरा हो। त्यसकारण मल्किसेदेकको विषयमा चाहिँ मिस्टरी पनि हो यो। It is like a mystery. The priesthood and the kingship of Melchizedek is like a mystery that just comes into the scene and just disappears to bear a meaning. अर्थ बोक्नको लागि for us अहिले हामीले पढेर थाहा पाउन। अब त्यसको अर्थ बुझ्नको लागि सही तरिकाले बुझ्ने मान्छे हो भने हामी अन्य जाति पृष्ठभूमिबाट आएका मान्छेलाई त्यसको ब्याकग्राउन्ड राम्रो थाहा छैन। अब यहाँ हिब्रू विश्वासीहरूले त बुझ्न सकेका थिएनन् त्यति बेला। अब हामी अन्य जाति ब्याकग्राउन्डबाट आएर पुरानो करार सबै वृत्तान्त थाहा नभएका मान्छेलाई सबै कुरा थाहा पाउने कुरा त निकै गाह्रै पर्छ। किनभने हारूनको विषयमा सबै जानकारी इजरायलीहरूलाई भन्दा बेसी अरू कसलाई हुन्थ्यो होला र? मल्किसेदेकको विषयमा सबभन्दा बेसी जानकारी उनीहरूलाई भन्दा हामीलाई कहाँ बेसी हुन्थ्यो होला र? तर यहाँ लेखकले त्यत्रो पछाडि थोरै समय कम्ती भर्समा उल्लेख गरेको कुरा उनले यहाँनिर यो पद च्याप्टर 5 देखि लिएर गएर च्याप्टर 7 मा पनि उल्लेख गरेका छन्। होल च्याप्टर 7 पनि उनले त्यसै विषयमा खर्चेका छन्। अनि यसले चाहिँ हामीलाई जनाउँछ, हामीले थाहा पाउने कुरा चाहिँ के भने सुप्रिमेसी अफ मसिया, मसियाको सर्वश्रेष्ठता, सेवाकाईमा सर्वश्रेष्ठता नम्बर 1, सुप्रिमेसी इन हिज सर्भिस, उहाँको व्यक्तित्वमा सर्वश्रेष्ठता किनभने ही इज द सन अफ गड, परमेश्वरको पुत्र भएको कारणले उहाँको सर्वश्रेष्ठता। अनि उहाँले भोगेको दुःखको कुरालाई सर्वश्रेष्ठता, ही सफर्ड मोर देन हारून। अब मल्किसेदेकले कति सफर गरे त्यो केही उल्लेख छैन, बट मसियाले कति सफर गर्नुभएको कुरा त हामीले पढेकै छौँ सुसमाचारमा। अनि अघि यो भर्स 9 लाई भर्स 7 लाई उद्धृत गरेको ठाउँमा के लेखेको छ भने ट्याक्कै यो भर्स 7 हिब्रू 5 भर्स 7 मा he offered prayers and supplication with strong crying and tears unto him that was able to save him भन्ने कुरा हेर्दा यहाँ हामीले म्याथ्यूको किताब, मत्तीको किताब, मत्तीत्याहुको किताबमा च्याप्टर 26 मा गएर हेर्नु भने त्यहाँ पाउँछौँ। च्याप्टर 26 मा उहाँले त्यसको भर्स 38 मा के भन्नुभएको छ? 26 को भर्स 38 मा
चेलाहरूलाई गेत्समनीको बगैँचामा त्यहाँनिर गएर उहाँले के भन्नुहुन्छ भने verse 38 मा then he said unto them, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, my soul is exceeding sorrowful, अत्यन्तै एकदमै सन्तापमा शोकमा पीडामा परेको छ, even unto death, मरणान्त अवस्थामा पुगेको छ, मर्नै पुग्ने अवस्था त्यस्तो साह्रो शोक पीडामा परेको छ, चोटमा परेको छ। Tarry here, यहाँ एकछिन पर्ख, and watch with me, अनि मसँग तिमीहरूले धीरज धर। वाच भनेको पर्ख भनेको चाहिँ तिमीहरू जागा बसिरह है मसँग, म प्रार्थना गर्छु, तिमीहरू यहाँ जागा बस। अनि प्रार्थना गर्दाखेरि उहाँले चाहिँ एउटै कुरालाई 3 खेप दोहोऱ्याएर प्रार्थना गर्नुभएको छ। हुन सक्छ भने यो कचौरा मबाट हटोस्। मसीह प्रभु आफैले पनि हुन सक्छ भने यो कचौरा मबाट हटोस् भन्नुपर्ने खालको के आइपरेको थियो अगाडि भन्दाखेरि क्रुसको दुःख। त्यो यति लरतरो खालको थिएन, अत्याधिक पीडाको थियो। सक्तो सक्तो चाबुकले हानेर कुटेर गिल्ला गरेर अनि त्यही उहाँलाई झुन्ड्याइने काठ काँधमा बोकाएर अनि कुट्दै पिट्दै लगेर अनि त्यहाँनिर लडाएर अनि काटी ठोकेर अनि झुन्ड्याउने त्यो कुरा उहाँले अगाडि छर्लङ्गै देख्नु भएको थियो। तब हामीले सम्झ्यौँ त, तब हामीलाई सानो हुँदाखेरि बाबाआमाले एक सिड्क्यानो लाउँदाखेरि कति धेरै रिस उठ्थ्यो, किन चाहिँ कुट्नु परेको भनेको भए भइहाल्थ्यो नि भन्ने हुन्छ होइन। एक सिड्क्यानो भन्दाखेरि कस्तो दुख्छ विचार गरौँ त, कति चाबुक खानुभयो, छालाको चाबुक एकपट्टि हानेर फुत्त निकाल्दाखेरि छाला थोर निस्किने त्यस्तोले। अन्त यो कुराहरू यहाँनिर उहाँ प्रभुले प्रार्थना गर्नुभयो, अगाडि आइपरेको कुरा उहाँले देखेर। यो मत्तीको किताब मत्तीत्यागको किताब 26:35 मा लेखेको छ उहाँले कसरी त्यो कुरा 38 मा उहाँको प्रार्थना कस्तो थियो भन्ने त्यसलाई त्यो यो हिब्रू च्याप्टर 5 को भर्स 7 लाई पुष्टि गर्ने चाहिँ मत्तीत्याग च्याप्टर 26 को भर्स 38 ट्याक्क मेल खान्छ त्यहाँनिर। अनि त्यस्तो तरिकाले सफर गर्नुभयो भनेर उल्लेख गरेर के भन्न खोजेको त थियो? प्रभुले त्यो सबै कुरा सहनु भयो भनेर के भन्न खोजेको त भन्दाखेरि ती सबै कुरामा he did not become disobedient, उहाँ अनाज्ञाकारी हुनु भएन, आफूलाई जोगाउने हुनु भएन। उहाँले he being made perfect, verse 9, he became the author of eternal salvation unto them that obey him. अब उहाँलाई मान्ने, उहाँको कुरा मान्ने, आज्ञाकारी हुने, प्रभु येशू मसीहको आज्ञामा आज्ञाकारी हुने मान्छेको निम्ति चाहिँ ती मान्छेको निम्ति चाहिँ मसीह येशू के हुनुभएको छ भने अथर अफ इटर्नल साल्भेसन, अनन्त उद्धारको कर्ता हुनुभएको छ। अनन्त उद्धारको कर्ता, ही इज द अथर अफ इटर्नल साल्भेसन। यो कुरा चाहिँ भर्स 9 मा छ। अनि तर कन्डिसन छ नि यहाँनिर, तिनीहरूको लागि हो all them that obey him। उहाँको कुरा नमान्नेहरूको लागि त त्यो उहाँ अथर अफ साल्भेसन इटर्नल साल्भेसन हुनुहुन्न नि त, तिनीहरूले साल्भेसनै पाउँदैनन् त। ओबे भनेको चाहिँ के भन्दाखेरि सुसमाचारलाई विश्वास गर्नु, उहाँलाई विश्वास गरेर। अर्को कुरा ओबे भनेको कुरा चाहिँ थिस्लोनीको किताबमा लेखेको छ, दोस्रो थिस्लोनी किताब 2 थिस्लोनियन च्याप्टर 1 को भर्स 9-10 मा लेखेको छ नि, जसले सुसमाचारको वचनलाई मान्दैनन् तिनीहरूलाई चाहिँ न्याय गर्न उहाँ एकदमै माथिबाट आउनुहुनेछ प्रकाशमय तेजमा भनेर भनेको छ। अर्को ठाउँमा के लेखेको छ भने अनाज्ञाकारिताको सन्तानहरू, चिल्ड्रन अफ डिसोबिडियन्स को विषयमा कुरा गरेको छ, तिमीहरू त्यस्तो नहुनु भनेर विश्वासीहरूलाई। भनेपछि विश्वास नगर्ने मान्छे साह्रै सोझो र साधु र सबै जस्तो सुकै भए पनि दे आर चिल्ड्रन अफ डिसोबिडियन्स, उनीहरू अनाज्ञाकारिताको सन्तान। आज्ञाकारिता र अनाज्ञाकारिता के हो भने
प्रभुको कुरालाई सुसमाचारलाई विश्वास गर्ने कि यसलाई ग्रहण गर्ने कि नगर्ने, इन्कार गर्ने। किनभने मान्छेले भनेको कुराहरू भन्दाखेरि पनि परमेश्वरले निर्धारण गर्नुभएको कुरा चाहिँ के छ भने मसीहा येशूमा प्रचार गरिएको सुसमाचारलाई ग्रहण गर्ने कि नगर्ने। गर्ने मान्छे आज्ञाकारी भयो, नगर्ने मान्छे अनाज्ञाकारी भयो। सबै राम्रो होस् कि नराम्रो होस् मान्छे, त्यसको आधारमा बेस्ड अन द्याट यहाँ यो वचनले ओबे हिम भनेर भनेको कारण चाहिँ त्यो हो। इफ एनीवन हियर्स द वर्ड एन्ड ओबेज हिम then they are children of obedience. And if anyone doesn't hear his word, or if anyone hears and doesn't obey him, doesn't believe on Lord Yeshua, then they are children of disobedience. अनाज्ञाकारिताको सन्तान। भनेपछि भाइले भन्नु यो चाहनु हुँदैछ कि त्यो हिब्रूको यो विश्वासीहरू चाहिँ अब तिमीहरूले यति कुरा सुनेर पनि तिमीहरूले विश्वास गर्दैनौ र त्यो पालन गर्दैनौ भने he is not the author of eternal salvation because you are not obeying him. तिमीहरूले उहाँको आवाज उहाँको कुरालाई मान्दैनौ, सुन्दैनौ, त्यसले गर्दा तिमीहरूले फर्फिट गर्छौ त्यो साल्भेसन। तिमीहरू फर्केर गयो, उहाँलाई त्यागेर गयो भने भन्ने मलाई लाग्छ। त्यसले गर्दा यो यस विषय लिएर ओबिडियन्सको कुरामा यहाँनिर दुईटा मात्रै भर्स म पढ्दैछु। यहाँनिर रोमीको किताब 1 अध्यायको 5 पदमा के लेखेको छ भने बाई हुम we have received grace and apostleship for obedience to the faith among all nations, for obedience of the faith. अनि 16 को 26 मा पनि के लेखेको छ भने for the obedience of faith, विश्वासको आज्ञाकारिता, विश्वासको आज्ञाकारिता भन्ने लेखेको छ। त्यसले गर्दा विश्वास गरेर अब हामी आज्ञाकारी, विश्वासको आज्ञाकारिता हाम्रोमा उहाँले एक्सपेक्ट गर्नुहुँदो रहेछ। अनि अघि भाइ झनकले भनेको कुरा अलिकति मलाई के लाग्यो भने त्यो मलाई त्यो सालेमको कुरा गर्दाखेरि एउटा थट सानो आएको थियो। दाउदले जब सबै सायद इजरायलीहरूलाई एक गरे तब उनले योआबलाई लिएर कसरी रब्बालाई आक्रमण गरेका थिए। रब्बालाई आक्रमण गरेर उनले हेब्रोन भने, त्यो हेब्रोन चाहिँ यरुसलाम बन्यो, जुन चाहिँ अघि सालेमको राजा भन्ने कुरा आयो। र त्यहाँ पनि अलिकति मलाई त्यो अलिकति क्वेसन थियो, रब्बा भन्ने लेखेको छ, त्यहाँदेखि हेब्रोन, त्यहाँदेखि यरुसलाम। र त्यसलाई हामीले अलिकति होमवर्क गर्नुपर्ने एउटा कुरा छ भनेदेखि अर्को मेरो क्विक क्वेसन चाहिँ के छ भनेदेखि धेरै हाम्रो स्कुल अफ थट रहेछ विश्वासीहरूको बिचमा के पनि रहेछ भने धन्यको प्रभु येशूवा मसीहको महायाजकीय सेवकाई चाहिँ स्वर्गमा उहाँ मुर्दाबाट जी उठेर गइसकेपछि प्रवेश गरिसकेपछि मात्रै उहाँको महायाजकीय सेवकाई सुरु भयो भन्ने। अनि यो धरतीमा उहाँ हुँदाखेरि उहाँको महायाजकीय सेवा सुरु भएको थिएन भन्ने पनि स्कुल अफ थट्सहरू रहेछ। यो कुराहरू मैले चाहिँ डिपली स्टडी गरेको छैन, कसैलाई क्लियर केही छ भनेदेखि अलिकति क्लियर गरिदिनु भने राम्रो हुन्थ्यो। समय त डाँडा काट्यो। भाइ एमराजले भन्नुभएको कुराको एन्सर त अब होला, तर म एउटा थट यो मेल्किसेदकको विषयमा यो 7 अध्याय हिब्रूको 3 पदमा भन्छ, उनी बिना पिता बिना माता बिना वंशका हुन् भनेर भन्छ। अब उसको बाबु आमा वंश केही पनि छैन। यो चाहिँ बाइबलमा रेकर्ड गरिएको छ हैन। उनका न दिनहरूको सुरु छ न जीवनको अन्त, तर उनी परमेश्वरको पुत्र जस्तै थिए। उनी निरन्तर पुजारी भएर रहन्छन्। प्री इन्कार्नेसन अफ येशुवा मसीहा भनेर चाहिँ अब हामीले बुझ्न सक्छौँ। अब रेकर्ड गरिएको छ उनको बाबु थिएन, आमा थिएन, कुनै वंश थिएन,
अनि सालेम भने जेरुसलेम हो जसको राजा भनेर भनिएको छ। अब यो चाहिँ प्री इन्कार्नेसन अफ मसीहा येशुवा नै हुन सक्छ। अब बाइबलमा जो रेकर्ड गरिएको छैन, अब उसको बाबु त्यो थियो कहाँबाट आयो भन्ने क्वेसनहरु हाम्रोमा क्युरियोसिटीहरु हुन्छ, तर हामीले त्यो कुराहरुको एन्सर यहाँ पाउँदैनौं। जो यहाँ लेखिएको छ त्यही नै हामीले बुझ्नु पर्यो। उहाँ चाहिँ सालेमको राजा, शान्तिको राजा हुनुहुन्छ उहाँ, जो चाहिँ मसीहा येशुवा। र यो मेल्किसेदेक भन्ने चाहिँ मलाई चाहिँ के लागिरहेछ भने दाजु, अरू भाइहरूलाई कस्तो लाग्छ, मेल्किसेदेकको सहित आमा पनि थिए, बाउ पनि थिए, तर त्यहाँनेरि जुन सिनमा आयो, जुन एउटा झलक, एउटा दृश्य आयो, प्रभु उनी साँच्चै त्यहाँ राजा थिए, उनी पुजारी पनि थिए, मासु रगत हड्डीमै थिए, उनको कोही न कोही त थिए, तर उनले चाहिँ इङ्कित गरिरहेका छन् प्रभु येशुवा मसीहको एउटा न बाउ न आमा, हि इज यस्टरडे टुडे एन्ड फर एभर मोर हि सेम, हि इज द बिगिनिङ एन्ड द एन्डिङ, अलेफ एन्ड ताफ हुनुहुन्छ। उहाँको न त सुरु छ न त अन्त छ। हि इज आई एम, इटर्नल आई एम, उहाँ अनन्तमय हुनुहुन्छ भन्ने कुरा देखाउँछ। त्यसले गर्दा अब त्यो चाहिँ त्यहाँनिर आए र अब्राहमले त्यहाँ भेटेर त्यो दशवांश उनले दिए र उनलाई चाहिँ शान्तिको राजा, धार्मिकताको राजा भनेर जुन नाम दिएको छ, टाइटल त्यो। त्यसले गर्दा हाम्रो प्रभु येशुवा मसीह चाहिँ त्यस्तो हुनुहुन्छ भनेर एउटा देखाउनु चाहेको भन्ने मलाई लाग्छ। म चाहिँ मेल्किसेदेकै चाहिँ कोही पनि थिएन भनेर चाहिँ म चाहिँ बिलिभ गर्दिनँ। मेरो मनमा चाहिँ उहाँ चाहिँ मासु रगत हड्डीमै थिए, राजै थिए, पुजारी नै थिए, त्यहाँ देखा परे, अब्राहमले भेटे, उनले चढाए, तर त्यो कुरा चाहिँ पवित्र आत्माले त्यो कुरा बताउनुहुन्न, किनभने उहाँले के दिन चाहनुहुँदैछ भने एउटा क्लियर पिक्चर, एउटा डिस्टिङ्क्ट पिक्चर धन्यको प्रभु येशुवा मसीहको, एकदमै न सुरु न अन्त, उहाँको केही पनि छैन भन्ने एउटा देखाउन चाहनु भएको भन्ने मलाई लाग्छ। स्क्रिप्चरले के गरे त्यहाँनेरि, स्क्रिप्चरमा पवित्र आत्माले उनको आइडेन्टिटी सबै कुरा भए पनि कुरालाई हाइड गर्नुभएको भन्दाखेरि एउटा पर्फेक्ट पर्सनलाई रिप्रेजेन्ट गराउनको निम्ति ती व्यक्तिलाई छायाको रूपमा देखाउनु भएको त्यहाँ। त्यो करेक्ट हुन्छ। अनि अर्को कुरा नत्र भने के हुन्छ भने मरेको इन्सिडेन्टमा तपाईँ हामीले हेर्यो भने तबिता मरेकोबाट जिएको छैन प्रेतको किताबमा, फेरि मरेको काहीँ पनि उल्लेख गरेको छैन नि त। लाजरसलाई प्रभुले मरेकोबाट जिउ उठाउनु भएको छ, सँगै बसेर खाएको छ, फेरि लाजरस काहीँ मरो भनेर काहीँ उल्लेख गरेको छैन नि त। त्यसको अर्थ के हो भने जब प्रभुमा जीवन पाउँछ त्यो फेरि कहिल्यै मर्दैन। शरीर अनुसार मान्छे एकचोटि मर्छ, तर प्रभुमा जीवन पाएको कहिले फेरि मर्दैन भन्ने अर्थ त्यो स्थापित गरिएको स्क्रिप्चरमा। त्यही भएर त्यो मल्किसेदेकको पनि उनको नामको अर्थ मेलेख र सेडेक भन्ने अर्थबाट हो। सेडेक भनेको सडिक भन्ने वर्डको अर्को रूप हो, जसको अर्थ चाहिँ धर्मी हुन्छ, धार्मिकता हुन्छ। अनि मेलेख भनेको राजा हो हिब्रू भाषामा। अनि मेलेख सेडेक दुईटा वर्डको कम्बिनेसनबाट मल्किसेदेक, द किङ अफ राइचियसनेस, धार्मिकताको राजा भनेर भनेको। अनि कहाँको धार्मिकताको राजा पनि त्यहाँ त तीनवटा पर्छ, एउटा राजा छ, अर्को धार्मिकता छ, अनि फेरि लोकेसन हेर्ने भने शान्ति पनि छ। किनभने सलेमको भनेपछि त शान्तिको पनि भयो, धार्मिकताको पनि भयो, शान्तिको पनि भयो, अनन्तको राजा पनि। त्यो देखाउन कोसिस गरेको हो। हाम्रो समय गयो, टिप्पणी कति रह्यो होला।
यदि केही कुराहरू थाहा पाइयो, केही कुराहरू छर्लङ्ग भएन होला, पानी लगाएर पानी माटोमा लगाएर यसो हल्लाउँदाखेरि कति क्लियर भयो त्यस्तै भयो होला कसैलाई क्लियर एज के अरे ग्रुपमा लाउँदा हुन्छ नि हामीले पछाडि लेखेर कसरी दाजुभाइले केही पाउनुभयो भने अब प्रभुको कृपा रहे अर्को महिनाको अन्त्यमा हुँदैन अर्को पालि हुँदैन। एकैचोटि जुलाईको अन्त्यमा हामी च्याप्टर 6 मा प्रवेश गर्छौँ। Oh, excuse me.